यो अखिल किराँत राई सङ्घ सिक्किम यो हाम्रो जिल ब्लक स्तरीय प्रखण्ड समितिको तत्वावधानमा यो 2026 मा फेरि एकपल्ट हामी यहाँ जमघट भएका छौं र हामी आज विशेष रूपले त यो उभौली सेवा यो साकेला लाई यहाँ पूजा गर्न हाम्रो मागहरूलाई पूजा गर्न सुम्निमा पारुहाङको आशीर्वाद लिँदै र यहाँ आजदेखि स्थापित भएको साकेवा लुङ तथा यो हाम्रो सुप्तलुङ तिनचुलाबाट आशीर्वाद लिँदै अब हामी यहाँ एउटा कार्यक्रम हुनु त त्यस्तो अस्ति हाम्रो त्यस्तो कार्यक्रम केही हुँदैन भनेको थियो, तर पनि यो कार्यक्रम चाहिँ यहाँ गर्नै पर्ने थियो र आज हामी यो कार्यक्रम एउटा सानो सबैको यो हुनु त वासिङको मजा लिनु हुँदै थियो होला र पनि अब एकछिन सबलाई यहाँ म ध्यान आकर्षण गर्दै हामी सम्पूर्ण यहाँ जिल भेगका तथा यो पश्चिम सिक्किम अखिल किराँत राई सङ्घलाई नै ज्ञात भएको कुरा हो। यो हाम्रो जिल ब्लक कमिटीले एउटा भूमि हिजोसम्म भनौँ हामीले यो साकेवा गर्न हामीले जिल अप्पर जिल माने डाँडा स्थित स्वर्गीय हामी ठेला आलु लेप्चा ज्यूको जमिनमा हामीले हाम्रो सानो भूमि छ, त्यहाँ अझै पनि छ भनौँ हाम्रो ठेला आज्यूले हामीलाई प्रदान गर्नुभएको र त्यहाँ 2024 सम्म हामीले त्यहाँ यो साकेला पर्व मनाउँदै आइरहेको थियौँ र त्यहाँ हामीले यो जुन पछि राखिएको यो साकेवा लुङ त्यहाँ हामीले स्थापित गरिएको थियो। तर हिजो हाम्रो अकिरास जिल स्तरीय समितिको सरसल्लाह भए बापत हामीले यो लुङ आज यहाँ लिएर अति आदरणीय माङपा कुकु कुमार बाइङज्यू यहाँ त तन्सु कुमार राई जो बाङ्गा र बुढापाका भएर आज हामीले त्यो लुङलाई यहाँ स्थापित गरेका छौँ र किन अब यो त्यहाँबाट यहाँ ल्यायौँ र अब किन चाहिँ यहाँ स्थापित गर्यौँ भन्ने म अलिकति यहाँ भूमिका बाँधेर मात्रै यो कार्यक्रममा आउन मिल्छ होला। हुन त सबैलाई थाहा भएकै कुरा हो र हामीले त्यो माथि जुन प्रकारले साकेवा मनाउँदै आइरहेका थियौँ र त्यो चाहिँ अलिकति हामीलाई त्यस्तै अब थुप्रै कुराहरू छ त्यसमा, त्यस्तो असहज कुरा होइन, सजिलै थियो तर त्योभन्दा अझ सजिलो बनाऊ हामीलाई साकेवा मनाउन र हामीलाई यहाँ हाम्रो एउटा भूमि होस् भन्ने सोचले अति आदरणीय हाम्रा आइतमन स्वर्गीय पापजेठा आइतमन राई ज्यू र गर्जमान नि पापाको पापसाइला गर्जमान राईज्यूको सुपुत्रहरू हुनुहुन्छ। उहाँ श्रीमान नरबहादुर राई यसरी नै मामकान्छी पनि मामजेठी पनि हुनुहुन्छ। यसरी बजेठा फुलबीर बजेठा निछा मोहन राई मनबहादुर राई र विमल निछा उहाँहरूले दुई घरबाट भनौँ न हामीलाई यो जिल ब्लकलाई एउटा यहाँ माङखिम कुनै खिम एउटा बनाउनु सक्नुहुन्छ भनेर यो जहाँ आज हामी यो लुङ स्थापित गरेको छ यही जग्गा उहाँहरूले राई समाजलाई भनौँ न सिधा भन्दाखेरि राई समाजलाई उहाँहरूले भूमि प्रदान गर्ने भूमिदान गर्ने निश्चय उहाँहरूले गर्नुभयो, निश्चित गर्नुभयो र हामी माझ प्रस्ताव राख्नु हुँदा हामीले त्यो एउटा सभामा थप्पडी मारेर उहाँहरूलाई एकदम धन्यवाद पनि दिएका थियौँ। त्यही अनुरूप 2025 मा यहाँ गरौँ भन्ने हामीलाई यो साकेवा पर्व यहाँ पालन गरौँ भन्ने हामी सोचेका थियौँ, तर केही कारणवश हुन सकेन र 2026 मा चाहिँ आएर हामीले आज अति यो एउटा गर्वको कुरा हो र हामीलाई खुसी लाग्छ आज हामीले यहाँ यो साकेवा लुङ स्थापित गर्यौँ। र यो भूमिदान भन्दा ठुलो दान केही हुँदैन भन्ने एउटा आमा बाउ भन्दा पूज्य कोही हुँदैन र भूमिदान भन्दा ठुलो केही हुँदैन भन्ने एउटा हाम्रो भनाइ छ। त्यसैले हामी सम्पूर्ण जिलवासी
यहाँ बाइङ परिवारप्रति एकदमै जिलबासी भए मात्र नभएर सम्पूर्ण राईहरू नै एकदम उहाँहरूप्रति धन्यवादी हुनुहुन्छ, कृतज्ञ हुनुपर्छ भन्ने मेरो एउटा भनाइ छ। र उहाँहरूलाई आज त हामीले त्यस्तो केही गर्न सकिरहेका छैनौँ र पनि उहाँहरूलाई यो धन्यवाद चाहिँ हामी अहिले दिइरहेको छौँ, किनभने आज जुन प्रकारले हामीलाई यो स्थापित गरेको छौँ र आउँदो भविष्यमा हामी अझै अब यसलाई कस्तो प्रकारले एउटा कार्यक्रम गर्नुपर्ने हो र यो अखिल किराँत राई सङ्घ सिक्किमको सेन्ट्रल एक्जिक्युटिभसँग पनि बसेर कस्तो कार्यक्रम गर्दा ठिक हुन्छ त्यो कुरा हामी गर्नेछौँ। तर भने आज चाहिँ हामी जिल ब्लक कमिटीको तर्फबाट यहाँ उपस्थित बाइङ परिवारका अघि मैले भने जसले यहाँ हामीलाई भूमि प्रदान गर्नुभएको छ उहाँहरूलाई यत्रो हामीलाई दिनुभयो है, जमिन दिनुभयो, उहाँहरूको यो सायाचोङमा चाहिँ गरिदिनुहोस् भनी म सम्पूर्ण जिल कमिटीका पदाधिकारीगण र सदस्यगणलाई उहाँहरूको सायाचोङमा गरिदिनुहोस् भनी म यहाँबाट निवेदन गर्दछु र बेदेबुङले पनि उहाँहरूलाई धन्यवाद आलाङ्ने बदे बदे आलाङ्ने भन्दै उहाँहरूको सायाचोङमा गरिदिनुहोस् भनी म निवेदन गर्न चाहन्छु। सबभन्दा पूज्य मामजेठी हुनुहुँदो रहेछ, उहाँलाई हामी बेदेबुङबाट प्रदान गर्दै बदे बदे आलाङ्ने र त्यसपछि हाम्रो जेठोपाको फुलबिरुवा जेठा हुनुहुँदो रहेछ, उहाँलाई पनि बेदेबुङ प्रदान गर्दै उहाँको सायाचोङमा होस् र उहाँलाई धन्यवाद बदे बदे आलाङ्ने। र यसरी नै एनबी निछा हाम्रो वाकान्छुङको पनि यो शिर उच्च रहोस् र उहाँको पनि सायाचोङमा होस्। र हाम्रो निछा मोहन निछाको पनि एकदम शिर सधैँ उच्च होस्, शिर उठाइदिउँ है, सायाचोङमा गएर बेदेबुङतर्फ प्रदान गरेर बदे बदे आलाङ्ने। र हाम्रो कान्छा मोहन हाम्रो विमल निछाको पनि शिर उच्च होस्, शिर नडलोस् है, सोलोलो। र यो हजुरहरूलाई हामीले सायाचोङमा हामीले अहिलेको घडी चाहिँ केही प्रदान गर्न सकेनौँ र यति हामीले यहाँबाट उहाँहरूलाई यो बेदेबुङ राखेर एउटा दस्तुर मात्रै हो हाम्रो र उहाँहरूको सायाचोङमा होस् भनेर उहाँहरूलाई बदे बदे आलाङ्ने भन्दै म यसै प्रखण्ड समितिका अध्यक्ष महोदय श्री के सान्दिवा कोप्पालाई केही शब्द यहाँ राखिदिनुहोस् भने म विनम्र आग्रह गर्न चाहन्छु। तयारी हुँदैछ। भाइ त्यसो भए यहाँ बस्छ नि उनका पनि हाले आना बोका सारी नेवा सारी पिपिलङ हामी चाहिँ त्यो अघि लागेर पिपिलङ भन्छौँ आना रोपे आना Ini
निसा दिदी निसा hậu chiều là 6 सारी थप्छौँ मामी टक्कै आमा Con kia nó cho nên non thì sẽ có nhà nó. Nhìn này mồm nha. यहाँ उहाँहरूलाई संशोधनमा चाहिँ हायो हातुला मारिन्छ लागि कता कुना लागि आमा बिना पासन बगा रोका हामी जो मामी रोका सेलङमा किने हो मालोमा किने हो आमा ओके ana धारा होते हो दाना नियो साथी दादा नाममै साथी बिना पासन मामी वाला छोटिने दि टाइनी वाला छोटिने गई लामा वाला छोटिने दि अम्फो वाला छोटिने दि आना हामी साथी बिना पासन मामी पापा आउनु सक्नु पापाले आउनु ना भाउजूको सामने त के भयो मेरो hậu chi nè. हो आना आना पाक्यालुङ आना ठुला सेलियो रूपा सेलियो छिमिङ मामी आना लुसङ मामी दोकै आना सुम्नी माउना त्यो बनाइ नै भएन नि सो ए हो त अहिले त मची सक्यो नै आना साङा छाउ साङा छानी आना यो के चाचा कमे लागे थियो दोकै आना सेलङमा किने मालङमा किने आना मति तेरो दि तुलो यालो त बिना पासो मागे दोकै जुलसङ पासो मागे सतोली सतोप लाओ आना जुलसङ बोकै आना तुमलो यालो त सतोले सतोप लाओ भनेर हाम्रो चाहिँ काट्दैन है धनु काट्छ अब तपाईँहरूले के भन्छ भेदाली भेदाली अझै गाउँ आना हामी यो सनम्ती खोलङदिङा सुम्नीमा नाइमा पापाको पारो हामी ग्लु त मामी दोकै आना यो सक्ने एमियो फुङो पाने दुङो पाने साम्ती पाना रिङमा पनि अम्लो देखियो साया देखियो तावावाला थोतिने दि टाइनीवाला थोतिने आना हामी जामोवाला थोतिने दि आना खोपेलङ लावा दो थोतिने गए आना एके चाचा कमे लागे थिम छ जुलना गई सो लो 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 ए आना हामी यो पाना दिना मामी दो आना फुङो पानो पाना आना हामी यो हाम्रो दि पेरो दि आना हामी छोलेलिङमा यो चेस्टम बोकै आना हामी फुङो पाने दुङो पाने दो कम्ती पाना रिङमा पाने आना आना हामी छोको सेवा मुलु सेवा हो आसे मुलु यो दाङका आना हामी यो सबै दिना पासो मामी दोकै आना हामी यो ना बङो रुपा हमला बङो सबै दिना पासो मामी सो लो 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 नयाँ खाम नयाँ खाम के चाचा कमे लागे छिम्छु जुल घाँसो सुँगा दमा पाने पालम दालम दमा पाने सुम्नीमा हो नाइमा हो पापा हुँ पारो हाङमा अना यो के हो चाचा सिधो दिङा छनम्ती खोलम दिङा गुरु त मालिक सो लो 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 दुर्गा दाइ नै के भने यो लाउन हालिदिए होला भनेको चाहिँ खानेकुरा खाइदिन भने सकिँदैन किनभने बुबुलाई पनि तिम्रो होइन ए हो घरमा सक्नु आँट्नु भएको कि लेखेको योहरू थियो
भने चाहिँ भरे हुन्छ होला बुझ्नु पर्ने त यो होइन रजनीजा र हाम्रो विशेष गरेर राई सम्प्रदायको है हाम्रो कुलदेवता मूलदेवता हाम्रो पारभाङ सुम्निमाको चरणमा शेष नमन गर्दै र आज यहाँ जुन विधिवत रूपले आजको साकेवा कार्यक्रम सुरु गरिदिनु हुने सुक्तुलिङ स्थापना साकेवालिङ स्थापना गरेर यसको पूजन गरिदिनु हुने हाम्रो अति आदरणीय मानपा श्रीमान कुमार राईज्यू र उहाँको साथमा उहाँलाई साथ दिनुहुने हाम्रो रेन्जी निवासी वरिष्ठ हाम्रो श्री तन्सुक कुमार राईज्यू राईपा र यहाँहरूको अनुमति लिँदै म यहाँ उपस्थित विशेष गरेर यो भूमिको दाता अथवा भूमिको धनी भनौँ हाम्रो आदरणीय नाना हुनुहुन्छ र त्यस्तै प्रकारले हाम्रो श्री फुलबीर राई विमल राई एमडी राई अनि हाम्रो मोहन राईज्यू यहाँहरूलाई म विशेष सम्बोधन गर्न चाहन्छु अनि यसरी नै आजको यो साकेवा कार्यक्रम यो जुन राई जातिको एउटा एकदम महत्त्वपूर्ण पर्व यो पर्वमा यो साकेवा पर्वलाई पालन गरेर आइदिनु हुने जति पनि वरपरका हाम्रा अति आदरणीय पापा मामाहरू हुनुहुन्छ है नाना बुबुहरू हुनुहुन्छ यहाँहरू सबैलाई मेरो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन टक्राउन चाहन्छु र अखिल किराँत राई सङ्घ प्रखण्ड समितिका विभिन्न पदमा पदासीन मेरा अति आदरणीय कार्यकारी समितिका सदस्यगण र जस्तो लाग्यो अलिक उता सरेको जाने भन्नु क्या